हे गाइस, यो चाहिँ हाम्रो गेट टुगेदर लास्ट 2025 को एन्ड अफ डिसेम्बरमा गरेको हल्का गेट टुगेदर साथीभाइहरूसित, बहिनीहरूसित, दिदीहरूसित। अन्त हल्का बनफायर भइरहेको छ। अन्त बनफायरसित हल्का स्न्याक्सहरू पनि छ गेट टुगेदरमा। अनि हेर्न सक्नुहुन्छ पछाडिको चाहिँ एकदम अँध्यारो भ्यू छ। अन्त जुनेली रात। अनि मिडल इस्टमा चाहिँ यो विन्टरमा धेरै चिसो हुन्छ। अनि चिसोमा चाहिँ बनफायर गर्नु धेरै रमाइलो फिल हुन्छ। अन्त साथीभाइहरूको छुट्टी थियो। कतिजनाले आफ्नो कामहरू सिद्ध्याएर आइसकेको थियो। अनि यसरी गेट टुगेदर गरिन्छ। त्योमाथि आज स्पेसल डे थियो, एन्ड अफ इयरको है। अन्त यसरी बनफायरमा हामीले सेलिब्रेसन गरेको अचानक प्लान भएको। अन्त सानो सानो भिडियो क्लिप्सहरू छ। अन्त सेलिब्रेसन भइरहेको छ, हेर्न सक्नुहुन्छ। सेलिब्रेसन भयो अनि सबैजना सँगै काम गर्छ हामी। अन्त समय मिलेको बेलामा यसरी नै गेट टुगेदर गरिन्छ। अनि अहिले चाहिँ बनफायरमा आगोहरू तापिरहेको छ। अन्त यस्तो आगोहरू ताप्नु त अब बाहिर विदेशमा बसेर वन्स इन अ ब्लू मुन भनिन्छ है। अन्त आफ्नो गन्तव्यहरू, आफ्नो भावनाहरू पोखायो, बस्यो, दुःख सुखलाई बिर्सेर यसरी नै हाँसी मजाक हुन्छ। यसरी सबैजना मिलेर यसरी रमाइलो गर्दाखेरि खुसी पनि लाग्छ। एउटै परिवारमा बसेको जस्तो लाग्छ। परिवारै हो, घरदेखि टाढो गएपछि अब यसरी साथीभाइहरू, दिदीबहिनीहरू भेटेपछि रमाइलो फिल हुन्छ होइन, शान्ति फिल हुन्छ। हेर्न सक्नुहुन्छ हाम्रो साथी यहाँ यो रातको वाइफलाई इन्जोय गरिरहेछ, उसको मुभमेन्ट। अन्त यस्तै ठिकै छ, रमाइलो छ। अन्त यही हो लास्ट। धन्यवाद।